हैन आजको न्यू कन्टेन्ट चाहिँ हाम्रो घर जाने कहाँदेखि भन्दा यहाँदेखि दुईजना मात्रै तर पानी पर्यो जानुपर्ने दिनमै अब जानै पर्यो पानी पर्यो पनि के गर्नु यसो हेरौँ कस्तो हुन्छ ओहो आजको भ्यू यस्तो देखेर रहेछ छ्या आमा चिप्लिँदो रहेछ म त हस्पिटल हेरेर भने अनि कस्तो फिल भइरहेछ भनिदिनुहोस् आमा छ्या मलाई पुऱ्याउन जाँदा नि अब पानी पर्दा अल्छी लाग्छ है अब जानै पर्छ होइन किनकि हाम्रो जानै पर्ने काम छ त्यसैले आज जसरी गर्नुपर्ने छ त्यसैले जानुपर्छ रात परे पनि घर पुग्नै पर्ने छ त्यसैले जान आँटिरहेको छु गइरहेको छु तर अब त्यो स्टार्टिङ पोइन्ट हो आधी मात्र भाग देखिरहेको छ सबै भाग देखेको छैन सबै भाग त देख्दैन होला ड्रोन हुनुपर्छ त्यसको लागि हो बाई बाई के भन्छ अरे बाई बाई टुक्का आज बेहाल so let's let it go गाडीमा जाउँ कि भनेको के गरौँ अब थ्याङ्क यू सो मच आज खाजा पायो बाटोमा आज बाटोमा खाजा पायो ठाउँमा हाल्ने ठाउँ कम भयो आइपुग्यो आधी बाटो अघि चाहिँ खुट्टा लिनुपर्छ होला जस्तो भनेको होइन तर खुट्टा लिनु परेन तिम्रोसम्म चाहिँ गाडीमा आयो होइन अनि अब फेरि हिँड्नुपर्ने भयो है अब आधी बाटो तिम्रोसम्ममा चाहिँ गाडीमा अब यहाँदेखि उता गर्नुपर्ने हुन्छ के गर्ने म होइन टाढै टाढै हिँड्नु पऱ्यो आयो अब हिँड्नुपर्छ कति पुग्छ भने 2 घन्टा नि बढी लाग्छ होला यहाँ अमंगा पसिना गर्मी आई गर्मी दाना खाँदै उकालो चढ्दैछौँ मर्नै आँट्यो यार क्या यस्तै गर्मी छ पानी परेको आमो त्यही होला कान्नु खतरा पर्छ मेरो नि त्यस्तै देखेर होला उनीहरू माथि नाम छिरो गोल्छु थिएन त अब अझै नि हिँड्नुपर्छ आधी बाटो नि पुग्यो कि पुगेन यार आधी त कट्यो होला है आधी त कट्यो होला तर पनि उकालो नै उकालो कसरी हिँडम्मा ओ माय गॉश ओले ले गाइमा मैले दाइले लेप्के दि मानिउ तर ओले काम दाउ दाइ ओ खाममा दिने हो खाममा थोली छुरोङ साइड चाहिँ फाइनल
उकालो चढ्दैछु। सो भ्लग बनाउन सक्नेको थाहा भएन, हिँड्न सक्नेसम्म पनि छैन मेरो अवस्था। त्यसैले अब माथि पुगेर मात्रै बनाउँछु। हिँड्न सक्नेसम्मको देखिनँ मैले। ट्रेनिङ जस्तै भयो यार। कति लाग्यो है। म चाहिँ मर्ने आँट्यो। रातो रातिरो भयो। त्यो पसिना आयो। अझै नि हुनुपर्ने छ। यहाँ दिक्कत लाग्छ। यति फास्ट हिँड्यो भने भोलि राति तर हाम्रो घन्टा लाग्छ 15 मिनट एक्स्ट्रा। मिङमर्को गर्दा माथि तर देख्दैन अर्को अब रोटै रोटी नै एकछिन उयो गर्नुपर्छ। माउसाम खुलेको छैन एकदमै। मेरो घर आजै पुग्न लाग्छ। आकाशै पुग्ने अब अघि उकालो चढ्दा मर्ने आँटा थियो। अहिले चाहिँ रोड पुगेर मरेको छैन। जिउरो हुनुहुन्न आँटिरहेछ। अब चाहिँ आनन्द लाग्यो है। बल्ल भयो नि तेर्सो पुग्यो। यहाँदेखि देखिन्छ भ्यू यस्तो। ताप्छु नि कुहिरो त खुङ कान्छीले। हाम्रो गाउँमा त कहिले खुल्ला चाहिँ कहिले हुँदैन होइन। पुरा हुसु लागिसक्यो। अघिसम्म खुल्ला थियो होला है, म आउने थाहा पाएर हो कि। अब यति दिनपछि फर्केर आएको छ। यो बाटो अब 2-4 दिनमा दिनकै हिँड्नुपर्छ म। अब स्कुल जानु पऱ्यो नि त। अनि अहिले चाहिँ घाम लाग्यो। अघि रातै भइसक्यो। म त अब पुग्छौँ तर सबै म पो त्यति भयो त। तँ त धेरै भयो। तपाईँ हजुर हजुर त धेरै भयो। माइती नआएर भयो वैशाख चैतमा आएर चैतमा आयो। हामी पो उठाएको चैतमा आएन भनेपछि कतिमा आयो भने भामा कति थियो? भामा फागुन अनि अहिले अब भदौला साउनको आज आमोगा 5 महिना अनुहारै हेर्न नपाउने। यो गाउँ त के भन्नु जङ्गलै छ। दुईटा पर्छ यहाँदेखि अझै पनि लाग्छ 18-19 मिनट्स। मिनट त लाग्छ नि। 18 and 19 मिनट्स लाग्छ। कम्तीमा 20 मिनट्स लाग्छ होला। अनि अघि उताबाट चाहिँ 20 मिनट लाग्थ्यो। छिटो हिँड्यो भने एकदमै फास्ट हिँड्ने मान्छे 15 मिनटमा पुग्छ। अनि हामी त फेरि त्यही माथि अब त 1300मा बिस्तारै हिँड्छ। हो नि हजुर। अनि 20 मिनट लाग्छ। अनि यता चाहिँ आया झ्याप्पा बाह्रमा हिजोतिर घाम लाग्दैछ भन्ने सुनेको। तर म आएर त्यो घाम पनि लाग्नु छैन। भर्खरै घाम लगाइरहेको थियो होइन। भर्खरै अब यस्तो भएर लास्टै चकचके हुँदैन। ग्रुपमा हिँड्छ 4-5 जना, धेरै त छैन तर पनि बाटोतिर लास्टै चकचके राखिदिन्छ क्या।
यो ढुङ्गा माथि यो माथि नि कति चकचक गर्ने तर यो चाहिँ खोइ कसले राख्यो हामीले राख्यो होइन यो त भर्खर पहिला हामीले चाहिँ के राख्थ्यो त्यो यतिकै राख्छ नि यहाँ आएर बिसाउँछ तपाईँले हो यहाँबाट सर्टकट पनि छ तर त्यो सर्टकट उकालो छ चिप्लिनु नि यहाँनिर चिप्ल्यो भने सिधा रोडमा आइपुग्छ है त्यसरी आएको थियो कुनै जमानामा फ्राइडे चाहिँ आउँछ त्यो सेटबाट नभएर त आउँदैन अब भिडियो चाहिँ अब नेक्स्ट टाइम कहीँबाट पाइयो भने तर अहिले चाहिँ सफा गरेर रहेछ यो बाटो पनि कहिले अब यसपालि चाहिँ आउनुपर्छ फ्राइडे यतादेखि फ्राइडे त्यति आयो भने ऊ त्यो माथि एउटा ढुङ्गा छ अलि डाँडामा अनि त्यहाँ बसेर खाजासाजा खाने रमाइलो गफ खाने त्यहाँदेखि चाहिँ आउँथ्यो कि भ्यूहरू पनि राम्रो डाँडामा त्यही भएर म त यार यति दिन यो बाटो नआएको त कस्तो जङ्गल लागिदिएर भने थिएँ है घाँसै नकाटे जस्तो देख्दैछ एक्लै आउन त डर लाग्छ र अनि कस्तो जङ्गल देख्छ रहेछ मैले चाहिँ घर त पुग्न आँट्यो तर घर चाहिँ कुन सिचुएसनमा पुग्छ थाहा छैन है आयो यहाँ देखिनु पर्छ जस्तो लाग्यो देखिन त पाउँछ होला तर प्लास्टिक जुगाउँछ यस्तो हुन्छ कि यहाँतिर चाहिँ प्लास्टिक जङ्गल हुन्छ प्लास्टिक जङ्गल भएछ आयो सर निङ्ग्रो खोज्न जाने रे गइसक्यो माथि र यहाँ चाहिँ सानो खोला जस्तै छ नजाउँ भने मान्दैन यार घर जानुपर्छ अलि छिटो गर म बस्न सकिँदैन अनि फाइनली होइन हामी चाहिँ तबाट आएको भइसक्यो अब यहाँदेखि चाहिँ धेरै लाग्दैन यहाँदेखि चाहिँ लाइक धेरै लाग्यो यहाँदेखि कति 6-7 मिनट्स लाग्छ घर पुग्नलाई तर भइसक्यो पहाड चढेर मान्छेहरू खोजेर बस्ने होला आयो अनि अर्को कुरा चाहिँ म बाटोमा आउँदाखेरि मैले न्यू एउटा चाहिँ के भेट्यो भन्दाखेरि होइन अब म त्यति दिन बस्छ नि त उता यता मेरो आफ्नो घरमा आएन सो यति बस्दाखेरि चाहिँ मैले न्यू के भेट्यो थाहा छ गाइस तपाईँहरू ओके म सुरु गर्छु मेरो हाम्रो गाउँ चाहिँ बाटो चाहिँ होइन पुरानो त्यस्तो भएछ कि आएछ होइन गाइस यो ठाउँमा चाहिँ होइन कहिले पनि यसरी लाइक यस्तो कहिले हुँदैन थियो क्या यसपालि भएछ है बट मैले चाहिँ म सरप्राइज भयो जस्तो लागि चाहिँ पानी ठुलो पर्ने बेलामा अलिक अब पानी अलिक थिएन जस्तो तर पनि यस्तो त भएको अहिलेसम्म देखाएको थिएन होला म सानैदेखि क्या लाइक म सानो हुँदाखेरि नै स्कुल जाने बेलामादेखि नै क्या यो चाहिँ देखाएको थिएन यसपालि नै अब अहिले यस्तो भयो अर्को ठाउँतिर त प्रायः जस्तो गइरहेको हुन्थ्यो अनि देखिरहेको हुन्थ्यो कति गएको अब हुनुपर्छ देखिरहेको हुन्छ तर यो ठाउँमा चाहिँ नत्र अब यत्रो इयर्स भइसक्यो 16 इयर्स भइसक्यो तर आज यसपालि देख्यो हो मात्रै जाँदैछ पुरा यति इयर्स पछि है अब यहाँ यस्तो आएछ मलाई थाहा थिएन निङ्गो पाएछ मैले चाहिँ खोज्न गएन बिकज आएमा अल्छी जाउ लाग्छ कि छ्या यता कहाँ छिरेर यताउता जाउँछु मलाई होइन
कहिलेकाहीँ मात्रै हो इन्ट्रेस्ट लाग्ने अनि इन्ट्रेस्ट लाग्ने बेलामा त बुझ्छु यति पायो अब योसँग प्लस जो सक्यो यसको जोडी आलु अनि प्लस चामल अनि त्यहाँदेखि चाहिँ खाना रेडी हुनेछ अनि घर कतिखेर पुग्ने भन्नाले अब धेरै जाँदैन अघि ध्यान नखोजेको भए यति बेला घर पुग्छ है पुग्थ्यो अनि अब पकाएर खानु पर्ला अब पकाएर राखेको त अब पक्कै पनि छैन होला फेरि जुगा आयो हे भगवान् कति आउँदो रहेछ यो जुगा मलाई हे दर्शन नगर्ने जुगा अनि यहाँदेखि देख्ने गाउँहरू सबै छेकेको छ है के हेर्नु अब छेकेको गाउँ तर पनि यतिको चाहिँ देखिरहेछ ल अब कुन गाउँको कसको हो आफै हेर्नु होला सबै एक्सप्लेन त के गर्नु मैले एक्सप्लेन गर्नुपर्ने गाउँहरू सबै छेकिसकेछ बाँकी त सबै थाहा छ अब नदेखेको जति चाहिँ चिनाउनु पर्ने थियो ओ सेट होइन यो कुन जमाना आयो क्या यार यस्तो छ बाटो पनि के हो यार अब डेली यही बाटो हिँड्नुपर्छ है त्यही हो यहाँको झर्ना थियो है तर माथि नजाने हामी माथि जाँदैन त्यसरी झर्ना चाहिँ त देखाउनु पाउँदैन अब घुम्न आयो भने चाहिँ देखाउला तर माथि छ झर्ना चाहिँ त्यही भएर आउनु पाइयो नत्र देखाइदिन्थ्यो है त्यही हो अब 6-7 मिनट्समा पुग्ने बाटो अब खेल्दै अमङ्गा यस्तो हुन्छ भने छ्या हाम्रो गाउँमा चाहिँ यस्तै हुन्छ मेरो गाउँ आउनलाई यो साइनबाट हेर्दा आउने यहाँदेखि बाटो यहाँदेखि त 5 मिनट हो है 5 मिनट अब यस्तो छिटो हिँड्यो भने 5 मिनट लाग्दैन अनि धेरै हामी आउने भनेको यही ठाउँ हो तर अहिले जङ्गल भएछ नत्र चाहिँ साथी र म आउँथ्यो अनि ग्राउन्ड पनि हो प्लस हामी बस्ने ठाउँ यही होइन धेरै यहीँ बसेको छ यहाँ बस्ने अनि के लाग्थ्यो तर यहाँदेखि कस्तो राम्रो देख्यो क्या यो भ्यूहरू यार आज सबै छेकिसकेर रहेछ म आउने भनेर हो कि के हो आएर न तर छेक्न त छेकिसक्यो यस्तो छ नत्र देखाइदिँदैन यहाँतिर नि गाउँ देख्थ्यो त्यहाँ अब होस् अब भोलि देख्छ होला भोलि कहीँबाट मौसम खुल्यो भने छिटो देखाइहाल्छु अब धेरै लाग्दैन घर त आइपुग्यो तर के गर्ने होला सेवारो राईले भन्छ सेवा आयो अनि अब घर गएर चट्ट 12मा 1-2 घन्टा सुत्ने हो निन्द्रा लागिरहेछ मलाई चाहिँ बाटोमा सुतेर भएन हामी दुईजना मात्रै आएको यार आज है दुईटा झोला 2टा मान्छे 2टा आत्मा त्यही भएर अब 2टा सबै 2टा अनि कन्फ्युज नहुनु होला अघि त घर देखायो अघिको त्यो बाटो थियो होइन यहाँ पनि 2टा छ क्या बाटो एउटा माछा फर्म जाने एउटा मेरो घर जाने अनि माछा फर्म चाहिँ यहाँ तलबाट जान्छ होइन अनि यहाँ मेरो घर चाहिँ माथिबाट जान्छ सो मेरो घरमा त किन आउनु तर माछा फर्म जानुलाई चाहिँ प्रायः जस्तो ठिक हुन्छ लोकेसन तलबाटै जाने यहाँ 2टा बाटो छ यहाँदेखि तल माछा फर्म जान्छ यहाँदेखि माछा मेरो घर जान्छ मेरो घर मात्रै होइन अरूको घर पनि छ तर स्पेसली तलको बाटो चाहिँ प्रायः सम्झिँदा नि राम्रो तपाईँहरूलाई बिकज फिस फार्म भने उल्टो हुन्छ यो मान्छे चाहिँ अनि यहाँ माथि फिस फार्म पनि थियो तर अच्छा फुल त्यो के भन्छ त्यही हो
अगाडि अगाडि हिँड्दैछ होइन यो मान्छे हिँड्न सक्छ भनेर मलाई हेप्छ यार फाइनल ल मेरो घर उता पर तर राम्रोसँग देख्दैन रहेछ अहिले घरमा मान्छे छैन यार सबै तल आएछ मेरो व्हाइट रोज सबै भाँचेछ तल तल आएछ रेड रोज चाहिँ फुलेछ मजाले अर्को फुलहरू त कता पो हरायो होला मर्यो कि सो होइन गाइस घरमा मान्छे छैन रहेछ त्यो उयो भन्छ अरे बोटमा रहेछ मान्छे चाहिँ आम्बो के हो यो सब चेन्ज